आदरणीय नमस्कार। आज बालेन वर्ष 2083 आषाढ 17 गते। कति चिन्ता गर्नु, घरमै यति समस्या छ, त्यसले बाहिर देशको चिन्ता गर्नु भनेको कहाँ ल्याएर केटाकेटीले फालिदियो। एकजना बच्चालाई मैले यहाँ चिप्लेको देखेँ। अब यो ढुङ्गा त धेरै अगाडिको हो, यहाँ ल्याएर ढुङ्गाले मैले छेकिदिएँ ताकि उता गएर नफ्याँकोस्। अब अलि उता फ्याँक न दुथो सुथो केरा सेरा को बोक्रा आँपको बोक्रा भन्छु, ओ उहीँबाट परेबाट हुत्याउँछ पिएचडी धारीहरू। खैर, प्रसङ्ग केसँग जोड्न खोजेको भने पारुल छेत्री जसरी आज हरियालीको नाममा दिन रात कुदिरहेका छन्, त्यसरी एउटा अर्को नालाई पनि कुद्थ्यो। त्यसको नाम हो उद्धव बहादुर केसी ज्वालामुखी बुरानगर। जति मलाई डोमी कामतले बहुभाषिक कवि गोष्ठी कार्यक्रममा बोलाउनुहुन्थ्यो, त्यसै गरी मन्जुजीले ऋषिजीले, अब नाम पनि म बिर्सिन्छु है, कविता गरेर पाठ गर्थे। कहिले अदृश्य शक्तिको चाहिँ नै प्रशंसा गर्थे भन्नाले बालेनको, जसलाई लुसिफर भनिन्थ्यो। त्योसँग मिल्ने मैले कविता धेरै अगाडि मैले लेखेको थिएँ। आऊ साथी देश बनाऊँ टुक्रा टुक्रा पारेर, हाम्रो बाउको शालिग छैन उसको बाउको शालिग फोडौँ, हाम्रो बाउको श्रम सोचेर राणाहरूले महल बनाए, शालिग मात्रै किन साथी सिंहदरबारलाई पनि फोडौँ, त्यही एउटा ठुलो बोर्डमा नयाँ नेपाल लेखौँ। मैले केसँग जोड्न खोजेको भने दुर्भाग्य कुनै विषयमा हाम्रो भ्रम पैदा भयो। हाइवेमा वृक्षारोपण गर्ने क्रममा जति पनि हामी सहभागी भएर वृक्षारोपण गर्छौँ, त्यसको खास यही व्यक्ति हो, यसकै लगानीमा सबै थोक भइरहेछ भनियो भने चाहिँ अरूलाई पीडा हुन्छ। त्यो एउटा कुरो सत्य हो। हजार होइन कयौँ लाख भारतमा मान्छे मरे। उत्तम दाहाल डेकाले एउटा सावरकरको नाउँमा बडो मजाको पोस्ट लेख्नु भएको छ। महात्मा गान्धीलाई अब उहाँले सायद कतैबाट लिएको हुनुपर्छ, साभार गरेको हुनुपर्छ। सावरकर र महात्मा गान्धीको तुलनात्मक लेख्नु भएको छ। महात्मा गान्धी किन महान भए, किनकि उनी सोफामा बस्थे, उनलाई राखिएको जेलमा पनि एकदम कालीनहरू ओछ्याइएको हुन्थ्यो। कालीन भनेको कार्पेट। महात्मा गान्धी, मोहनदास करमचन्द गान्धी देशको महात्मा भए। अब मर्नेहरूले के पाए, सावरकरले के पाए? त यहाँ भन्न के खोजेको भने हरेक काममा कुनै न कुनै व्यक्ति नेतृत्वदायी भूमिका हुन्छ। दुर्भाग्य के भयो भने विराटनगरको हाइवेमा वृक्षारोपण गर्ने क्रममा जति पनि सहभागीहरू थिए, तीमध्ये केही सहभागीहरूलाई त्यो कार्यक्रम मिडियामा आउँदा आफ्नो नाम, आफ्नो बढाइ, आफ्नो पहिचान अन्धकारमा रहेर काम गरेको महसुस भएपछि उनीहरू एउटा ग्रुपै उछिटिए।
साला ऊ छिटिएको ग्रुपले चाहिँ भोलिपल्ट एउटा भव्य कार्यक्रम गऱ्यो। कहाँ? जामुनगाछीमा पनि कहाँ? जामुनगाछी भनेको त म खानेपानीलाई सम्झिन्छु, सामुदायिक भवन रहेछ, मलाई थाहै थिएन। अब जामुनगाछी भनेको तपाईँको उहाँ केसलिया रोडसम्मकोलाई भनिन्छ। मलाई चोरी पेल्नु थियो, घरमा भयो धडाक झगडा, 2 क्विन्टल चोरी थियो, रातिमा चाहिँ तेल सकियो, कति प्रिय शब्द छ लोग्नेलाई, ए बुढा तेल ल्याइदेऊ त, के अरे एउटा थियो नि खै लेख्ने, के अरे के पिँडाली, उहाँले नि सायद आलु भनेर लेख्नु भएको छ कि के भैरवाडी आलु लेख्नु भएको, ले न बुढी त्यही आलु न त्यही खाउँ भनेपछि त्यो आलु नामाकरण भयो। आलुको बाउको नाम पिँडालु हो अरे, पिँडालुमा दाढीहरू हुन्छ, आलुलाई जग्गाबाट झिक्नु कति मलायम चिटिक्क दाढी काटेर जस्तो हुन्छ। अब मिल पत्ता लगाउन गाह्रो, भोलिपल्ट चोरी लिएर जानुपर्ने, सुशीलाई फोन गर्ने, ए त्यहाँ आउनु न, मैले एउटा घरमा राखेको बिरुवाहरू त मेरो बुढो भइसक्यो, पारुले पनि लग्दैन, अरू कसले पनि लग्दैन। अब मलाई त ग्रुप छिटिएको थाहै थिएन। त्यसको 1 दिन हो या 2 दिन अगाडि त्यही सामुदायिक भवनको पूर्वपट्टि बिरुवा रोपेको थियो, जो अहिले एकदम मजाले हुर्किएको छ, पर्याप्त ठाउँ छ, रोप्नै पर्ने थियो। त्यही हाम्रो म इन्दिरा निरौला बराल भन्छु, तर उहाँ चाहिँ इन्दिरा पराजुली बराल हो। रवि लामी छामेको उनी जेलमा हुँदाको चाहिँ हस्ताक्षर अभियान, बलराम केसी जस्ताले हस्ताक्षर गऱ्यो भने म नालाई झुलफुक्राले विरोध गर्नुपर्ने किन? तर मैले गरिनँ। मैले भोट हालेकै हो, मलाई रवि लामी छानेले टिकट पनि दिएकै हो। कोरोनाको बेला क्यान्सरले म एकदम मेरो हालत खराब, मलाई प्रेम देवानले जबरजस्ती लिएर गए, चिनाए ओरे, ल वकिल साहब तपाईँले एउटा टिकट लिएर चुनाव लड्नुपर्छ, हामी तपाईँको साथ छौँ। मैले त्यही बेला घोषणा गरेँ 25% त हुन्छ, म निर्वाचन क्षेत्रमा मोरङको 6, यादव प्रधानलाई मैले सलाम ठोक्नै पर्छ। उहाँले तेस्रो मत पाउनु हो 79 साल फाल्गुन 21 गते। अब भनियो भने त अलिकति बैरल गरे जस्तो हुन्छ। अहिले गएर नथु सबैले चाहिँ घन्टीको छापबाट चुनाव जिते। मैले एउटा बिरुवालाई यही प्लान्ट यति राम्रो यसको फल हुन्छ, आयुर्वेदमा यसको नाम हो रामफल, शरीफाको नाम हो सीताफल। यो अमेरिका इङ्ल्यान्ड कतै लगेर यसलाई अलिकति यसको भित्र चाहिँ धेरै बिउ हुन्छ। मेरो नास्ता नै यही हो। यसपालि मैले यसको भिडियो मैले बनाइनँ, पुनमजीहरू आउनुहुन्छ खानुहुन्छ, फेरि पुनमजीलाई चोट नपुगोस्। म अलिकति खुला किताबको मानिस हुँ, पढना है तो पढ लो और नहीं तो ढक दो। मैले एउटा बिरुवालाई 300 रुपियाँमा रोप्ने भनेर मैले हुर्काएँ, त कोही किन्न आउँदैन। त्यसैले मैले एउटा भाँडालाई के भने भाँडाकुँडा बेच्नेलाई, यो हनुमान मन्दिरको लाइनमा यो पश्चिम गुद्रीमा भएको भाँडाको दोकान, भाँडा होइन भाँडा भन्नु भने बाँडा भन्दो रहेछ। किन भन्छ? एउटा तपाईँको पालु क्षेत्रको त्यो गाछी काटेको थियो नि, झानेको सेकुवा होटल, त्यहाँ पनि एउटा भाँडाको दोकान छ, हुँदैन बिक्री। उनी कबाडीको काम गरेर चित्त बुझाउँछन्। केही 2-4वटा भेन्डरहरू उनले राखेका छन् सहरमा सङ्कलित तपाईँको तामा पित्तलको। होइन भने भाडा तिर्न त मुस्किल हुन्छ। वा त्यो घर उहाँकै हो त्यो पनि थाहा छैन। छेउमा मुस्लिमको तपाईँको मोटर बनाउने दोकान छ।
मेरो बिक्री नभएपछि म त्यहीँ लिएर गएँ। यो मेरो बिरुवा रोप्ने उद्देश्य छँदै थिएन। मलाई त त्यहाँ पुगेर पत्ता लगाइदिन्थ्यो तोरीको तेल कहाँ पेल्छ। सुशीलजीले भन्नुभयो आउन यहीँ आउन, यहाँ मान्छेहरू भेला हुन्छ थाहा भइहाल्छ। यतै कतै छ अरे। मेरो बुढीले भन्दै थिए नोबल मेडिकल कलेजमा कुन चाहिँ बिरामीलाई सोध्नु। सोच के स्वास्थ्यसँग झगडा गर्नु, सुशीललाई सोध्छु। एउटा रामफल लिएर गएको थिएँ। रामफलको बिरुवालाई पछाडि नागेन पछाडि दालको बारीको पश्चिम एसियाटिक होटलको पूर्व बिचमा गएँ। टिप्पणी निलौला रहेछन्, मलाई चिन्दा रहेछन्। भिनाजु पछि त तपाईँ मेरो एकदम सबैभन्दा राम्रो ग्राहक। बोली यस्तो बोल्नै पर्छ वास्तवमा। गएँ, मैले भने मलाई पहिलोचोटि गएको। त्यही होइन हजुरको ससुराली कसै थाहा पाएको रहेछ। त्यति भनेपछि त उसलाई कर लाग्यो। त अहिले कामदार छैन, म घोडाको दाना चाहिँ बनाउँदैछु। जुन घोडामा पारू छेची चढाएको थिएँ, म पनि गएको थिएँ। मैले चढ्न आँट गर्न सकिनँ। त्यसै दिन घोडा मऱ्यो एबिसी पेट्रोल पम्पमा। भोलि आउनु भन्नु मलाई तेल पेल्नको लागि। म तेल पेलेर राखिदिनु। मैले होइन, अरू त कार भए पनि पेलिदिनुपर्छ। नभए त्यसो जानुहोस्, मेरो कामदार आएपछि म तपाईँलाई फोन गर्छु। मैले भने म जाँदैछु जामुनगाछीमा बिरुवा रोप्नु। जानु, म हजुरको भिडियो हेरिरहन्छु, राम्रो काम गर्नुहुन्छ। गएँ, बिरुवा रोपेँ। रामफल सबैले ताली बजाए। अहिले त लाइभ पनि दिने चलन छ। अब त संसारमा पुगिगयो मेरो बिरुवा। मैले ल्याएको थिएँ, मलाई पनि हक बन्थ्यो रोप्नलाई। मेरो बिरुवा गर्व हुन्छ क्या। त्यति बिरुवा रोप्दैमा मलाई कसैले झोलामा मेयर र वडा सदस्यको पत्र हालिदिँदैन। त्यसैले मैले भने यतिका दिनसम्म मैले घाममा ओहर दोहर गरेँ। घाट कति कथा त कुनै अरूका पनि कथा छन्, मेरो मात्रै छैन। संसारमा जति पनि मान्छे छन् तिनलाई यो बिल क्लिन्टनको, तिनलाई नेल्सन मण्डेलाको कथा सुनाउनु जतिको घटिया काम केही पनि होइन। बाबुआमाको कथा, पीडाको कथा सुन, उससे सुन्दर प्रेरणा कहीं नहीं मिलेगा। मैले यति बिरुवा रोपेँ, उति बिरुवा रोपेँ, मैले देश बनाएँ, बुलसित कुरा हो। तिमीलाई देश बनाउन दिए बापत तिमीलाई एक सँगसँगै 4-5 करोडको गाडी पनि दिएको छ। ताजमहलमा बस्ने सुविधा पनि दिएको छ स्वास्थ्यसँग। जहाँ जहाँ जान्छौ त्यहाँ स्वास्थ्यलाई लिएर पनि जान पाउँछु। अहिले कुन देशमा फुटबल गेम हुँदैछ थाहा छैन। अहिले विश्वका सुन्दरीहरूको पनि एउटा अलगै व्यापार छ। सबैले चाली पिटे गाछी रोपेको फोन आयो, भिनाजु काम गर्ने मान्छे तेल पेल्ने कामदार आयो, आउनु दौडेर। म पनि दौडेर गएँ। तेल पेलेर पिना बोरामा हाल्दैछु, पालुजीको फोन आयो। हरियाली ग्रुप छुट्टिएको हो। म झसङ्ग भएँ, के भनेको कुरो पनि बुझिनँ। मैले भने मलाई थाहा छैन। तपाईँले कसो थाहा हुँदैन? कार्यक्रममा तपाईँले बोलाउने, तपाईँ गाछी रोप्ने, सबैले ताली पिट्ने, अब तपाईँले थाहा छैन भन्न मिल्छ? तपाईँ नटवरलाल हो, तपाईँ मान्छे। नटवरलाल त भनेनन्, त्यो नटवरलाल शब्द पनि मैले उहाँसँगै सिकेको हो। अब कसको विरुद्धमा बोलेको हो, अब त्यो भन्यो भने फेरि त जति प्रेम मलाई पारू छेत्रीसँग छ त्यो उछिटिएको ग्रुपहरूसँग छैन। भाव बुझ्नुभयो?
यति पीडादायी कमेन्ट गर्छन्, यति पीडा। म गएँ, तपाईँहरू कहाँ हुनुहुन्छ? अब घरमा बस्दा बस्दा दिक्क लाग्छ। नागेश कोइराला विराटनगर धनीमनीमा गनिन्छ, अरू पनि होला, विनोद चौधरी, उपेन्द्र महतो, बिल क्लिन्टन, बिल गेट्स। त यिनीहरू मर्निङ वाक केमा गर्छ? प्लेनमा चढेर दिनभरि आफ्नै घरमा बस्न सम्भव छ? त उसले निस्किनुपर्छ। मलाई पनि वाकको लागि अलि रिफ्रेस हौँ, कहाँ जाउँ? पारुल छेत्रीसँग। यिनीहरूले नै मेरो नाता तोडिदियो। उता पारुल छेत्री मलाई गाली गर्थ्यो, तैँले गर्दा चाहिँ पारुल त्यो हरियाली ग्रुप छुटाइछ। हे आउनु न कहाँ? केसलिया नदीमा यस्तो गर्दैछु उस्तो गर्दैछु। त्योभन्दा 3 वर्ष अगाडि त्यो ठाउँमा मैले नदी उकासको लागि तटबन्ध बनाउनु मुखले हुन्छ? म मात्रै छु त्यसको सल्लाहकार, सल्लाह दिने। बाढ नियन्त्रण, भूक्षय नियन्त्रणको लागि त्यो मन्त्रालय खडा छ। त्यो ठाउँमा मोनालयको भिडियोले के काम गर्छ? बडे युनिभर्सिटीमा पढेका, त्यही विषयमा पढेका मानिसहरू छन्, त्यहाँ मोनालयको भिडियोको के दरकार? त्यो त एउटा मनको सन्तुष्टि हो। मैले भने अनि तटबन्ध बन्यो, मैले भने अनि यहाँ पार्क बन्दैछ, बुलसिट हो। म मरे पनि यो पृथ्वी रहन्छ। राजा वीरेन्द्र गए, राज चलिरहेको छ। देउबा गए, राज चलिरहेको छ। ओली गए, राज चलिरहेको छ। भोलि घन्टी पनि जान्छन्, राज चलिरहनेछ। अन्धकारमा म गाडी चलाउँदिनँ। दुर्घटना मेरो कारणले होस् या अरू कारणले होस्। पहिला पारुल छेत्रीको ग्रुपमा म चाहिँ कार्यक्रम हेर्थेँ। आमा भन्नु दैवदिया, मैले बोलाउँदा चाहिँ कान सुन्दिनँ भन्ने, झर्को मान्ने। अब पारुल छेत्रीले बोलाउने बित्तिकै सुई कुत्ता छोपिदिन्छ नखाएर। धन्य मेरी आमा हो। उहाँ कार्यक्रम छुट्छ भनेर नखाइ जान्थे। कार्यक्रममा पुग्दा 1 घन्टासम्म कार्यक्रम सुरु हुँदैन, पछुतो हुन्थ्यो। अब खान जाउँ, पश्चाताप छुट्ला भनेर। एक दिन त्यस्तै भयो। सायद मलाई नै भनेर होला कि के होला, शिवनारायण सिङ्गलजी जानुभयो तल ओर्लिनुभयो, केरा किनेर ल्याउनुभयो। मलाई शङ्का लाग्यो उहाँले मेरो लागि किनेर ल्याउनु भएको होला। जहाँ तपाईँको रथ यात्रा हुन्छ त्यो 2टा खाएँ मैले मलाई एउटाले हुँदैन, तपाईँ 2टा दिनुहोस्। मलाई आमाले नास्ता गरेर जा भन्दा पनि। अस्ति केसलियामा जाँदा पनि मलाई आमाले कर गरेर मलाई खुवाउनु भयो। सायद नखाएको भए म त्यहीँ ढल्ने पनि थिएँ होला। बहुतै स्मरणीय चित्रहरू, भिडियोहरू बनाएँ। भोलि अघि पर्सिपल्ट चाहिँ भीम काय मन्त्री भीम पराजुले लगेर बिरुवा रोप्न लगाउनु भयो। हमें जानकारी नहीं है। उनीहरूको गोगिरमा कतै खोल्दा पनि खुल्दैन। मैले अलिकति च्याट्ट अलिकति लेखेँ, राइट तपाईँ यहाँको बढी सल्लाहकार होला पनि, तर मलाई थाहा छैन। त्यसै दिन सुशीलजीले भन्नुभयो, हामीले गो ग्रिन तपाईँकै अगाडिमा दर्ता गराएका हौँ। अहिले पारुलजीले चाहिँ नि त्यो हरियाली भन्ने के मैले बिचाला कि भेष पनि मसँग छ। 2-3वटा विषयमा त्यहाँ लडाइँ झगडा हो। अहिले पारुल छेत्रीले कुदाउने गाडीमा मेरो 1 पैसा पनि लगानी छैन। किन दिने? मसँग त्यति सम्पत्ति पनि छैन। 10 रुपियाँ भयो भने मेरो छोराछोरीलाई पेन आउँछ। त्यो गाडी मेरै वर्डले किनिएको हो। जबरजस्ती चन्दा उठाउन लगाएको हो। सब विरोध गर्यो, त्यहाँबाट उछिटियो। त हिजो जुन ग्रुपबाट सञ्चालित, अहिले पनि त्यो ग्रुप सञ्चालित छ, त्यो केवल सूचनाको लागि। उहाँले गो ग्रिन विराटनगर चाहिँ लेखेर चाहिँ अहिले प्रचार गरिनु भएको छ।
के अरे फारुलजीले उहाँहरू भन्नुहुन्छ कि हामीले गो ग्रिन तपाईँकै अगाडिमा लेखेर सिडी अफिसमा दर्ता गरेको। अब यसको बारेमा चाहिँ फारुल छेत्रीको विरुद्धमा भिडियो बनाउँछु। मैले किन भिडियो बनाउने? मैले भिडियो बनाएर ग्यारेन्टी छ म वडा सदस्य हुन्छु भने म बनाउँछु, होइन भने म बनाउँदिनँ। मैले 1000चोटि भनेको छु। संसारमा 8 अरब जनसङ्ख्या छ, ती सबैसँग स्वार्थीपन छ, सबैलाई लुटेर खाने इच्छा हुन्छ। यो घाममा मेहनत गरेर कसैलाई बाउले कमाएको सम्पत्ति बसी बसी खाने मेरो पनि चाहना छ। तर मैले गलत बाटो अपनाएँ, दुःख भोगिरहेछ। मेरो सम्पत्ति मासिएको छ। अहिले म लौका किनेर खाने अवस्थामा छैन। बिना इजाजत सन्तान ढेडियाइदिएँ। कसैले पनि सन्तानलाई इजाजत मागेर जन्माउँछ कुनै पनि बाबुआमाले? त मैले जन्माएँ कि म नालायक हो? तर म खुवाउन सक्दिनँ भने म नालायकै हो। बाई बाई बुढानगर। त्यसैले एउटा कहावत छ, पैर उतना ही फैलाओ जितना जोगबनी से खरीदा हुआ तेरा चादर है। धन्यवाद। यति भिडियो बनाएर फाइदा के मलाई? हैं? यत्रो लामो भिडियो बनाएर कसलाई के हुन्छ? कोसँग चेतना छैन? हैं? कोसँग चेतना छैन? एउटा मेरो गाउँमा थियो चेतनाथ महतो। उसको 2 जना बाउ र काकाहरूमा कहिले लडाइँ भएन अरे। दाजु थिए, अशक्त भइगए, हलो जोत्न सक्दैन थिए। भाइ जबसम्म हलो जोतेर आउँदैन थियो तबसम्म हलो खाँदैन थियो। मार्मिक छ कथा। ओल्लो र पल्लो म बढहरीको हो, उनीहरू खैटोकाको हो। हाम्रो घरमा चाहिँ उनीहरूको मिटेरी साइनो थियो। उनीहरू मधेसी हुन्। बडो मिठो कथा छ। हाम्रोमा न्यौता हुन्छ, निम्तो बाँडिन्छ। विवाहमा जाने, भोज खाने, मरेकोमा आउने जाने। आज सारा यो मधेसी र पहाडीको सम्बन्ध यी हरामीहरूले राजनीतिक स्वार्थले गर्दा टुक्रा टुक्रा छत विच्छत पारिदियो। म आफ्नै घर जान सक्दिनँ, आफ्नै दर्दियातले। किन बेकारमा माओवादीलाई या मधेसीलाई किन आरोप लगाउने? तर मैले आफ्नो घरलाई सम्झेर म कुमुद बरालजीको घर पुगेको थिएँ। घरमा उहाँको घर देखेर क्वाँ रोएँ। सुन्ने पनि कोही थिएन। आपका भी प्रचार हो जाएगा काहे ऐसा? यति भला आदमी मान्छे पहरियाको छोरो पनि हुँदैन। जतिसुकै कुरा काट्नुहोस्, जतिसुकै विरोध गर्नुहोस्, हामीलाई विराटमा मेयर चाहिन्छ, हामीलाई राष्ट्रपति चाहिन्छ, प्रधानमन्त्री चाहिन्छ। सकिन्छ भने राष्ट्रपतिलाई हटाएर राजा राखौँ, सर्वस्वीकार्य हुन्छ। सङ्घलाई भङ्ग गरौँ, भङ्ग गर्न सक्दैनौँ भने कम खर्चिलो छोटो आकारको पहाड र तराईले मधेस भन्न सुहाउँदैन। तराईमा बस्नेहरूलाई मधेसी भन्नुहोस्, तराईले मधेस भन्न सुहाउँदैन। यसले एउटा विखण्डनको बिउ जन्मायो। मैले पढेको अनुसार भूगोलमा त्यो तराई सकिएर चुरेको बिचको भाग छ नि,
त्यसलाई मधेस भनिन्छ, भित्री मधेस। यसको मतलब त बाहिरी मधेस पनि होला, जुन तराई हो। मतलब सकेसम्म देश विखण्डन गर्ने, एउटा जातिले अर्को जातिलाई सफाया गर्ने त्यस्तो किसिमको राजनीति नगरौँ। मृत्यु सुनिश्चित छ। तपाईँ जतिसुकै पूजापाठ गर्नुहोस्, एकाध वर्ष तपाईँको चाहिँ सतमार्गमा चलेको कारणले तपाईँको आयु त बढ्ला। चोर डाकादेखि लिएर महात्मा गान्धीसम्मको मृत्यु सुनिश्चित छ, चाहे स्वाभाविक मृत्यु होस्, चाहे नाथुराम गोडसेको बन्दुकले होस्। धन्यवाद। कौन देखेगा ये 26 मिनट मेरा भिडियो? कुमुद बरालजी पनि हुनुहुन्न। एउटा पोथीको बोयफ्रेन्ड ल्याउन किशोरजी कहाँ जानुपर्ने बाध्यता छ।